Hello everyone, I am Arya Thapa and I am from batch 37A. So today I am gonna present you my coursework for programming for developers. So हाम्रो यो प्रोग्रामिङ फर डेभलपर्सको मोड्युलको कोर्समा मैले इम्प्लिमेन्ट गरेको सोल्युसन्सहरूको बारेमा चाहिँ मैले आज डिस्कस गर्न गइरहेको छु। हामीलाई केही क्वेसन्सहरू डिफ्रेन्ट टपिकमा दिएको थियो र त्यसको मैले कसरी सोल्युसन्सहरू गरेँ त्यो सबको कुरा म आज भन्न गइरहेको छु। सो लेट्स फर्स्ट स्टार्ट बाई क्वेसन वानमा चाहिँ 1A मा चाहिँ सिम्पली भन्नुपर्दा के क्वेसन सोधिएको थियो भन्दाखेरि हामी चाहिँ एउटा काठमाडौँको टेलिकम्युनिकेसन कम्पनीको इन्जिनियर हो अनि हामीसँग चाहिँ कस्टमरको होम सिटीमा स्क्याटर्ड गरिएको छ अरे अनि हामीले चाहिँ सिंगल पावरफुल सिग्नल रिपिटर प्लेस गर्नु छ इन सच अ वे द्याट विल सर्भ म्याक्सिमम नम्बर अफ होम्स इन अ स्ट्रेट लाइन। अनि हामीसँग चाहिँ कस्टमर लोकेसनको कोअर्डिनेट पोइन्टहरू दिएको छ अनि हामीले चाहिँ म्याक्सिमम नम्बर अफ कस्टमर होम द्याट क्यान बी कभर्ड बाई अ सिंगल रिपिटर द्याट लाई इन अ स्ट्रेट लाइन थाहा पाउनु पर्ने। ओके, वी युज दिस। हामीले एउटा पोइन्ट रिफरेन्स लिएर सबै अनि अरू सबै पोइन्टको स्लोप निकाल्नु पर्ने हुन्छ। एज वी नो द्याट सेम स्लोप लाई अन द सेम लाइन, बट देयर इज अ प्रब्लम विथ फ्र्याक्सन्सहरूको डिरेक्ट स्लोप क्यालकुलेट गर्दा प्रिसिजन इस्युज आउन सक्छ। त्यही भएर we should reduce fraction using the GCD. We need to normalize it using GCD. फ्लोटिङ पोइन्ट इरर नआओस् भनेर चाहिँ हामीले स्लोपलाई नर्मलाइज गरिरहेको हुन्छौँ। सो फ्रम GCD we find slope and use this as a hash map key. If they are collinear, हामीले डुप्लिकेट पनि ट्र्याक गर्छौँ। जस्तै दुईटा पोइन्ट have dx equals to 0 and dy equals to 0. They are identical, so it should be included in the result. Among all the reference points, which one result is most collinear point? That's our maximum. Time complexity will be big O of n square because we are using two nested loops to compare each point with every other point. You can see it, and its space complexity will be big O of n in the worst case due to the slope map storing the slopes of lines formed by points. Okay, let's move on to 1B, that is word break all sentences in Java. Question 1B मा चाहिँ पोसिबल सेन्टेन्सेसहरू फाइन्ड गर्नुहोस् युजिङ गिभन भ्यालिड किवर्ड्स। यो चाहिँ काठमाडौँको एउटा मार्केटिङ एजेन्सीसँग डिक्सनरीको भ्यालिड मार्केटिङ किवर्ड्स छ जसलाई युजरले चाहिँ नेपाल ट्रेकिङ गाइड भनेर चाहिँ सर्च गर्यो अनि हामीले चाहिँ अल द पोसिबल वेज टु दिस सेगमेन्ट थाहा पाउनु छ इन्टु अ भ्यालिड किवर्ड्स। इफ यु ट्राई अल द पोसिबल स्प्लिट्स, हामीले चाहिँ अल द पोसिबल स्प्लिट्स थाहा पाउनु पर्यो भने यसको चाहिँ 2 to the power n कम्बिनेसन्स हुन्छ विच इज भेरी स्लो। बेटर एप्रोच चाहिँ के हुन्छ त भन्दाखेरि ब्याक ट्र्याकिङ र मेमोइजेसन युज गरेर हुन्छ। ब्याक ट्र्याकिङले चाहिँ आफै सबै भ्यालिड पाथहरू एक्सप्लोर गर्छ। यसको बेस्ट केस इम्प्लिमेन्टेसन चाहिँ जब स्ट्रिङ इज एम्प्टी देन वी हेभ सक्सेसफुली म्याच्ड द इन्टायर इनपुट। यहाँ चाहिँ के भइरहेको छ भन्दाखेरि फर इच किवर्ड वी हेभ चेकिङ इफ स्ट्रिङ स्टार्ट्स विथ किवर्ड, यदि हो भने वी रिमुभ द किवर्ड एन्ड रिकर्सिभली सल्भ द रेस्ट। Combined result at the last, memoization. Memoization helps in the optimization.
helps in the optimization. Memoization युज गरेका छैनौँ भने we'd recompute the same substring multiple times. Memoization helps in storing results for each substring with a hash map. यसले चाहिँ एक्सपोनेन्शियल टाइमबाट पोलिनोमियल टाइममा रिड्युस गर्छ. यसको टाइम कम्प्लेक्सिटी को कुरा गर्दाखेरि यसको वर्स्ट केसको टाइम कम्प्लेक्सिटी चाहिँ एक्सपोनेन्शियल हो, तर मेमोइजेसनले रिपिटेड वर्ड रिड्युस गर्छ with big O of n time complexity. As each substring is computed only once, result is stored. And space complexity चाहिँ यसको हुन्छ big O of n square for memory storage. Okay, let's move on to question 2. Question 2 मा चाहिँ maximum path sum binary tree वाला क्वेसन हो. यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ एउटा हाइड्रो पावर क्यास्केड मोडल छ र इच नोड चाहिँ एउटा प्लान्ट लोकेसन हो. पोजिटिभ भ्याल्यु छ भन्ने जेनेरेसन गेन भन्ने बुझिन्छ. नेगेटिभ भ्याल्यु मिन्स इन्भाइरोमेन्टल कस्ट. वी मस्ट फाइन्ड द म्याक्सिमम नेट जेनेरेसन फ्रम एनी कनेक्टेड पाथ. अनि पाथ चाहिँ रुटमै स्टार्ट हुनुपर्छ भन्ने छैन. प्रत्येक नोडमा दुईटा चिज क्याल्कुलेट गर्छौँ. One is I return upward and another one is I use to update the global best answer. Down node र through node. Down node is a single branch path return to parent. Through node is a complete path passing through current node which may include both children. Maximum sumले ट्रीमा भएको बेस्ट पाथ सम स्टोर गर्छ wherever seen. Maximum path sum function starts and returns global result. Null contributes 0. यसमा चाहिँ यदि चाइल्ड पाथ इज नेगेटिभ छ भने वी इग्नोर इट टेकिङ म्याक्सिमम विथ 0. टेकिङ म्याक्स विथ 0. यसले चाहिँ बेस्ट पाथ चेक गर्छ द्याट युजेस करेन्ट नोड. To the parent, I can return only one side because parent path cannot branch into two directions through this node. Let's try run it now. Tree is minus 10 as root, left is 9, right 20 and 20 as child. 15 and 7, not 15. Left equals 0, right equals 0, through equals 15. Maximum sum 15 हुन्छ अनि return 15. Note 7 मा through equals 7, maximum sum stays 15, return equals 7. Note 20 left equals 15, right equals 7. Hope you are understanding. Through equals 42, maximum sum becomes 42. त्यसै गरी node 9 through equals 9 हुन्छ, maximum sum stays 42, returning 35. Node 10 left equals 9, right equals 35, through equals 34, maximum sum 42. Save. And the final answer is 42. Path is 15, 20 and 7. Time complexity and space complexity. इसको time complexity चाहिँ big O of n हो
because we visit each node exactly once, and its space complexity will be big O of h, where h is the height of the tree. I think you understand, and I have present my answer by running it in my answer sheet of while submitting the task. Now let's move on to question 3, that is stock trading K transactions. In this question we need to solve a trading problem related to agricultural commodities. According to question, we are a trader in Chitwan agriculture market where we trade commodities like rice, maize and lentils. Price of these commodities change daily depending on supply, demand and transportation conditions. यो समस्यामा हामीलाई एउटा डेली प्राइस लिस्ट दिएको छ जहाँ प्रत्येक दिन कमोडिटीको प्राइस फरक हुन्छ। साथै हामीलाई एउटा म्याक्सिमम थ्रेड्स दिएको छ जसले बताउँछ कि हामी म्याक्सिमम कति पटक बाई एन्ड सेल गर्न सक्छौँ। Our goal is to calculate the maximum possible profit using at most K transactions. Here one transaction means one buy and one sell, मतलब पहिले कमोडिटी किन्ने र त्यसपछि बेच्ने गर्नुपर्छ। हामी एकै पटकमा धेरै कमोडिटी होल्ड गर्न सक्दैनौँ, त्यसैले सेल गरेपछि मात्र बाई गर्न पाइन्छ। जस्तै one day one price is 2000 अनि अर्को डे 2 मा चाहिँ प्राइस चाहिँ 4000 अनि डे 3 मा चाहिँ प्राइस 1000 छ भने यदि हामीले डे 1 मा बाई गर्छौँ र डे 2 मा सेल गर्छौँ भने हाम्रो प्रफिट हुन्छ 4000 minus 2000, that is 2000. After that the price drops to 1000, so there is no profitable transaction left, so output is 2000. ओके, यहाँनिर चाहिँ यहाँ केले कति पटक बाई सेल गर्न पाइन्छ भन्ने देखाउँछ र प्राइसेस एरेले प्रत्येक दिनको कमोडिटी प्राइस देखाउँछ। यदि प्राइस डेटा नै छैन वा ट्रान्ज्याक्सन गर्न पाइँदैन भने अभियसली प्रफिट 0 हुन्छ। Here we create a 2D DP array. Rows equals transaction and columns equal days, and this is the outer loop. यो लुपले ट्रान्ज्याक्सन नम्बर रिप्रेजेन्ट गर्छ अनि यो इन्ट म्याक्स ट्रिप इक्वल्स यसले चाहिँ यो भेरिएबलले बेस्ट बाइङ अपर्च्युनिटी ट्र्याक गर्छ। इनर लुपमा चाहिँ हामी डे बाई डे प्राइस एनालाइज गर्छौँ। DPIJ इक्वल्स म्याथ म्याक्स, यसमा चाहिँ यहाँ दुईवटा चोइस छन्, आज ट्रान्ज्याक्सन नगर्ने आज सेल गर्ने भन्ने दुईवटा चोइसहरू छन्। प्रोग्रामले म्याक्सिमम प्रफिट चुज गर्छ। म्याक्सिमम डिफरेन्स इक्वल्स यो म्याथ म्याक्स यो छ नि यसमा चाहिँ यसले फ्युचर ट्रान्ज्याक्सनको लागि बेस्ट बाई पोइन्ट अपडेट गर्छ। अन्तिममा हामीले लास्ट डेसम्मको म्याक्सिमम प्रफिट रिटर्न गर्छौँ। त्यसको टाइम कम्प्लेक्सिटी एल्गोरिदमले ट्रान्ज्याक्सन र डे दुवै लुप चलाउँछ, त्यसैले टाइम कम्प्लेक्सिटी हुन्छ बिग O of K into N, अनि यसको where K equals number of transaction and its space complexity पनि यसको चाहिँ के हुन्छ भन्दाखेरि बिग O of K into N हुन्छ मल्टिप्लिकेसनमा। I think you get it. Now let's move on to question 4, that is smart grid optimizer in Java. यो क्वेसनमा चाहिँ we are solving a smart energy grid load distribution optimization problem based on real world scenario from Nepal. यो प्रब्लममा एउटा स्मार्ट एनर्जी ग्रिड सिस्टम बनाइएको छ जसले
सिटीका डिफ्रेन्ट डिस्ट्रिक्ट्सलाई एनर्जी डिस्ट्रिब्युट गर्छ. द एनर्जी कम्स फ्रम डिफ्रेन्ट सोर्सेस लाइक सोलर, हाइड्रो एन्ड डिजेल जेनेरेटर्स. सोलर र हाइड्रो रिन्युएबल सोर्स हो, तर डिजेल नन रिन्युएबल र एक्सपेन्सिभ सोर्स हो. Our goal is to distribute energy to districts every hour while minimizing cost and reducing diesel usage. Cheapest energy source प्रयोग गरेर डिस्ट्रिक्टको डिमान्ड पुरा गर्नु हाम्रो अब्जेक्टिभ हो. अनि यो क्वेसन, आई एम रिडिङ क्वेसन. ओके, I think you have access to the question. There is given a table. At this table, at hour 6, district A needs 20 kilowatt per hour energy and so on. अर्को, सोलरले म्याक्सिमम 50 किलोवाट आवर एनर्जी प्रोभाइड गर्छ पर आवर. देयर आर सम कन्स्ट्रेन्ट्स. कन्स्ट्रेन्ट्स चाहिँ के हो भन्दाखेरि डिमान्ड एक्ज्याक्ट मिल्न जरुरी छैन. 10% भेरिएसन एलाउड छ. सोर्सले अनलिमिटेड एनर्जी दिन सक्दैन. सोर्स ह्याभ एभाइलेबल आवर्स. सोलर 6 to 18, डिजेल 17 to 23. ओके, हामीले चाहिँ यहाँनिर वी युज ग्रिडी अल्गोरिदम. यहाँनिर चाहिँ ग्रिडी अल्गोरिदम युज गर्छौँ. ग्रिडी स्ट्राटेजी टु अलवेज सेलेक्ट द चिपेस्ट एनर्जी सोर्स फर्स्ट. जस्तै सोलर इज द चिपेस्ट वान, हाइड्रो इज मिडियम एन्ड डिजेल इज एक्सपेन्सिभ. त्यसैले प्रोग्रामले पहिले सोलर युज गर्छ, त्यसपछि हाइड्रो, एट लास्ट डिजेल. दिस मिनिमाइजेस टोटल कस्ट. अर्को कन्सेप्ट चाहिँ हामीले डाइनामिक एलोकेसन डिपी युज गरेका छौँ. प्रत्येक डिस्ट्रिक्टको रिमेनिङ डिमान्ड हेरेर एनर्जी एलोकेट गरिन्छ. ओके, एन्ड हियर इज अ क्लास एनर्जी सोर्स. यो क्लासले चाहिँ एनर्जी सोर्स रिप्रेजेन्ट गर्छ. एन्ड देयर इज अ कन्स्ट्रक्टर. जब नयाँ एनर्जी सोर्स बनाइन्छ, यो कन्स्ट्रक्टरले भ्यालु सेट गर्छ. Here we define 3 energy sources with capacity and cost. अनि यहाँनिर यहाँ डिस्ट्रिक्टको रिक्वायर्ड एनर्जी स्टोर गरिएको छ. we all the allocation function here. This function performs the we call हामीले चाहिँ यहाँनिर allocation function कल गर्छौँ. This function performs the energy distribution, हैन. अनि सोर्स this line sorts energy sources based on cost per unit. cheapest source पहिला आउँछ, सोलर, हाइड्रो, डिजेल. यो लुपले प्रत्येक डिस्ट्रिक्टको डिमान्ड चेक गर्छ. This variable stores remaining energy demand, हैन. अनि I think you are understanding. We allocate the minimum of remaining demand. Source capacity, source को capacity भन्दा बढी एनर्जी लिन सक्दैन. यो लाइनले के बताउँछ भन्दाखेरि this calculates the total cost for that energy. यसले रिन्युएबल युसेज क्याल्कुलेट गर्न मद्दत गर्छ. If demand is not fully satisfied, the system shows a warning. यसले त्यही भन्छ त्यो लाइनले. क्याल्कुलेसन चाहिँ यहाँ छ, सिम्पल क्याल्कुलेसन. सोलरले म्याक्सिमम एनर्जी दिन्छ, त्यसपछि
हाइड्रोले रिमेनिङ डिमान्ड पुरा गर्छ। आई थिङ्क एन्ड यसको टाइम कम्प्लेक्सिटी हुन्छ बिग O अफ n log n, जहाँ n इज नम्बर अफ एनर्जी सोर्सेसलाई कस्ट अनुसार सर्ट गर्नुपर्छ, त्यसैले टाइम कम्प्लेक्सिटी हुन्छ बिग O अफ n log n। अब हामी यो टुरिस्ट अप्टिमाइजर गुई प्रब्लमतिर जान्छौँ। यो एप्लिकेसनले टुरिस्टलाई लिमिटेड बजेट र टाइमभित्र बेस्ट टुरिस्ट स्पोट चुज गर्न हेल्प गर्छ। टु सल्भ दिस प्रब्लम आई युज्ड heuristic optimization technique called greedy algorithm. The system takes user inputs such as maximum budget, available travel time, त्यसपछि सिस्टमले available tourist spots एनालाइज गरेर बेस्ट पोसिबल इटरनरी सजेस्ट गर्छ। इच टुरिस्ट स्पोट हैज एट्रिब्युट लाइक नेम, एन्ट्री कस्ट, भिजिट टाइम, इन्ट्रेस्ट स्कोर। इन्ट्रेस्ट स्कोरले त्यो प्लेस टुरिस्टलाई कति इन्ट्रेस्टिङ लाग्छ भन्ने रिप्रेजेन्ट गर्छ। यसको कन्सेप्ट चाहिँ ग्रिडी अल्गोरिदम। ग्रिडी अल्गोरिदम अलवेज चुजेस द बेस्ट इमिडिएट अप्सन एट इच स्टेप। प्रोग्रामले इन्ट्रेस्ट स्कोर र कस्टको रेसियो हेरेर बेस्ट स्पोट सेलेक्ट गर्छ। इन्ट्रेस्ट स्कोर बाई कस्ट चाहिँ यसको फर्मुला आइडिया हो। इफ अ स्पोट हैज हाई इन्ट्रेस्ट बट लो कस्ट इट विल बी सेलेक्टेड फर्स्ट, जसले टुरिस्टलाई म्याक्सिमम इन्जोयमेन्ट विथिन बजेट एचिभ गर्न मद्दत गर्छ। ओके, यो लाइन अफ कोडले यसले एप्लिकेसनको मेन विन्डो क्रिएट गर्छ। यो फिल्डले युजरलाई आफ्नो बजेट र एभाइलेबल टाइम इन्टर गर्न मद्दत गराउँछ। यो एरिया भन्नेले जे टेक्स्ट एरिया, रिजल्ट एरिया भन्नेले चाहिँ डिस्प्लेज द रिकमेन्डेड टुरिस्ट स्पट्स। अनि यो जे बटन छ नि, जे बटन अप्टिमाइज बटन, वेन युजर क्लिक्स बटन अप्टिमाइजेसन एल्गोरिदम रन्स। अनि यो लिस्ट टुरिस्ट स्पोट्स एड ए लिस्ट छ नि, यसले चाहिँ यहाँ चाहिँ हामी डिफाइन डेटा सेट्स अफ डिफ्रेन्ट टुरिस्ट स्पोट्स गर्छौँ। वी डिफाइन डिफ्रेन्ट डेटा सेट्स अफ टुरिस्ट स्पोट्स। यस डेटाले प्रोग्रामलाई डिसिजन लिन इन्फर्मेसन प्रोभाइड गर्छ हैन। अनि त्यसपछि यो लाइनले स्पोर्ट्स डट सर्ट एबी भन्ने लाइनले जसको इन्ट्रेस्ट हाई र कस्ट लो छ त्यो स्पोर्ट पहिले सेलेक्ट हुन्छ। यो लाइन द्याट हेल्प्स इन सर्टिङ selecting, and this is a loop. The program checks each tourist spot. each tourist spot check गर्छ। अनि यो कन्डिसनले spot is selected only if it fits within the user's budget and time limit। अनि यो भेरिएबलहरु छन् नि, टोटल कस्ट र टोटल टाइमहरु भन्ने, यसले चाहिँ इट ट्र्याक्स टोटल ट्रिप कस्ट एन्ड टाइम। अनि यो रिजल्ट एरिया डट एपेन्ड selected tourist spots are displayed in the result area। then finally total cost and total time, यसले टुरिस्टलाई फाइनल ट्रिप प्लान देखाउँछ।
यसको टाइम कम्प्लेक्सिटी हुन्छ big O of n log n, where n is the number of tourist spots. This question number 5a. Now let's move on to question number 5b, which is the weather multi-threaded GUI. यहाँ चाहिँ I developed a GUI based weather collector that fetches weather information for multiple cities. यो एप्लिकेसनले डिफ्रेन्ट सिटिजको वेदर डेटा कलेक्ट गर्छ, जस्तै टेम्परेचर, ह्युमिडिटी, त्यस्तै. अनि यहाँनिर चाहिँ द मेन कन्सेप्ट युज हियर इज मल्टिथ्रेडिङ, विच अलाउज मल्टिपल टास्क टु रन एट द सेम टाइम. मल्टिथ्रेडिङ प्रयोग गर्दा प्रोग्रामले एकै समयमा धेरै एपिआई रिक्वेस्ट प्रोसेस गर्न सक्छ. वी अल्सो कम्पेयर द टाइम डिफरेन्स बिट्विन द सिक्वेन्शियल फेचिङ एन्ड प्यारलल फेचिङ. Here, the application should fetch weather data for multiple cities using multi-threading to run requests simultaneously, keep the GUI responsive, compare performance between sequential and parallel execution. प्रोग्राम चलिरहेको बेला GUI फ्रिज हुनु हुँदैन, त्यसैले मल्टिथ्रेडिङ प्रयोग गरिएको हो. Multithreading allows a program to run multiple tasks concurrently. Sequential fetching मा चाहिँ each request waits for previous one. Parallel fetching मा चाहिँ all run at the same time, त्यसैले parallel execution ले total time कम गर्छ. यो जे text area, this text area displays the weather results for each city. Two buttons are created, fetch sequentially, fetch in parallel. एउटा बटन sequential method को लागि हो, अर्को multithreading को लागि हो. So this part I should okay. यो लिस्ट छ नि सिटिज को, यो लिस्टले सिटिजहरुको नेम्स कन्टेन गर्छ, जसको वेदर डेटा विल बी फेच्ड. अनि यो लुपले चाहिँ इन सिक्वेन्शियल एक्जिक्युसन एउटा सिटी कम्प्लिट भएपछि मात्र अर्को सिटी फेच हुन्छ. अनि यो लङ स्टार्ट भन्ने छ नि, यसले चाहिँ रेकर्ड स्टार्ट टाइम, दिस रेकर्ड स्टार्ट टाइम रेकर्ड गर्छ. अनि यो इन्ड भन्नेले चाहिँ दिस रेकर्ड्स द इन टाइम टु क्याल्कुलेट द टोटल एक्जिक्युसन टाइम. यसले सिक्वेन्शियल फेचिङको टोटल टाइम मेजर गर्छ. Here we create a separate thread for each city. यो t dot यो छ नि, this starts the thread execution. All threads run simultaneously. यो t dot join ले चाहिँ ensure गर्छ that the main program waits until all threads finish execution. सबै थ्रेड्स कम्प्लिट भएपछि मात्र फाइनल टाइम क्याल्कुलेट हुन्छ. यो स्विङ युटिलिटिज डट इन्भोक लेटर ले चाहिँ एरिया अनि एरिया डट एपेन्ड सिटी प्लस यो लाइनले चाहिँ के गर्छ त भन्दाखेरि it ensures that the GUI is updated safely from multiple threads. Swing GUI components thread.shape भन्नेले चाहिँ swing GUI components thread shape हुँदैनन्, त्यसैले इन्भोक लेटर प्रयोग गरेर सेफ अपडेट गरिन्छ. This prevents crashes, रेस कन्डिसन्स. अनि यो थ्रेड डट स्लिप भन्ने छ नि,
This simulates API delay of 1 second to represent network latency. यहाँ एक्चुअल एपिआई कलको सट्टा डिले सिमुलेट गरिएको छ. Program displays sequential time and parallel time it displays. Usually parallel execution is faster because multiple requests run simultaneously. That's multi-threading ले performance improve गर्छ. That is multi-threading ले चाहिँ performance improve गर्छ. यसको time complexity in the sequential execution is big O of n, and in parallel execution effective execution times say it happens to be smaller because tasks run concurrently. Okay, let's try whether multi-threaded GUI को लागि GUI को output चाहिँ मैले त्यो assignment section मा run गरेर I have pasted it as I don't have time to show and run it. मैले run गरेर त्यहाँनेर paste गरेको छु त्यसको outputहरु. You can review it. Okay, let's move on to the task 6, that's logistic optimization problem. Okay, यहाँनेरि चाहिँ emergency supply logistic optimization problem हो. यो टास्कमा चाहिँ we are solving a real world logistic optimization problem based on an earthquake scenario in Nepal. नेपालमा 7.8 magnitude को earthquake आएको सिनारियोमा रिलिफ सप्लाइज इफिसियन्टली डिस्ट्रिब्युट गर्ने प्रब्लम सल्भ गर्नुपर्छ. काठमाडौँ एयरपोर्ट चाहिँ इट एक्ट्स एज द मेन सप्लाई डिपोट एन्ड सप्लाइज मस्ट बी डेलिभर्ड टु लोकेसन लाइक पाटन हस्पिटल एन्ड भक्तपुर सेल्टर थ्रु अ ड्यामेज रोड नेटवर्क. यहाँ रोड्स ड्यामेज छन्, त्यसैले सबैभन्दा सेफ रोड र म्याक्सिमम सप्लाई फ्लो दुवै एनालाइज गर्नुपर्छ. We solve two main problems here. One is find the safest path medical supplies, find the maximum throughput of the trucks to relief shelters. यहाँनिर question 1 मा चाहिँ नर्मल डायक्स्ट्रा चाहिँ किन वर्क गर्दैन भन्दाखेरि normal Dijkstra algorithm is used to find the shortest path using distances, but in this problem the safety of the path is calculated as the product of probabilities along edges. Example, जस्तै यहाँ डिस्टेन्सेस एड हुँदैनन्, प्रोबेबिलिटी मल्टिप्लाई हुन्छन् हैन. त्यही भएर डायक्स्ट्रा एल्गोरिदम वर्क्स विथ एडिसन अफ वेट्स नट मल्टिप्लिकेसन. त्यसैले नर्मल सर्टेस्ट पाथ एल्गोरिदम डाइरेक्ट प्रयोग गर्न मिल्दैन. लेट्स डिस्कस. ओके, why maximizing probabilities also fails भन्दाखेरि if we try to directly maximize probabilities the algorithm cannot guarantee optimal results, किनभने Dijkstra assumes that age weight are additive and non-negative. probability multiplication भएको कारण standard algorithm directly apply गर्न सकिदैन. To convert multiplication into addition we use logarithmic transformation. Mathematical property log a into b equals log a plus log b. I think you're understanding, right? Then we define new weight is weight transformation. we equals minus log नि PE भन्ने छ नि. Using negative log ensures weights remain positive which allows us to apply Dijkstra algorithm. यसरी probability multiplication लाई addition problem मा कन्भर्ट गरिन्छ. अनि static is class is here. यो क्लासले चाहिँ it represents a directed is as the direct is in the graph. यसले चाहिँ रिप्रेजेन्ट गर्छ directed is in the graph. प्रत्येक एजले नेक्स्ट नोड र
formed weight store गर्छ. Here we create an adjacency list representation of the graph. ग्राफमा नोड्स बिचको कनेक्सन स्टोर गरिन्छ. And here this represents a road from node 0 to node 1 with safety probability जस्तै 0.9 and that and all. Log transformation को कुरा गरौँ. Here we convert the probability into a negative log weight. यसले multiplication problem लाई addition problem मा convert गर्छ. अब Dijkstra algorithm तिर जाउँ. Here it initializes the shortest distance. array सुरुवातमा सबै नोड्सको distance infinite राखिन्छ. And we implement the relaxation step. यहाँनिर छ नि. This is the relax operation used in Dijkstra algorithm. यदि नयाँ पाथ सुरक्षित छ भने डिस्टेन्स अपडेट गरिन्छ. This is the final probability conversion. Since we used logarithms, we convert the result back to the probability using the exponential function. यसले original probability value return गर्छ. And in question 3 for Bhaktapur shelter, our goal is different. We want to maximize the number of supply trucks reaching the shelter. This becomes a maximum flow problem. Source is KTM and sink is Bhaktapur shelter. प्रत्येक रोडको क्यापेसिटी हुन्छ जसले maximum truck flow represent गर्छ. The algorithm used for this problem is Edmus-Karp, which is breadth first search based implementation of the Ford-Fulkerson method. Steps we used is finding augmenting path, push possible flow, update residual graph. Algorithm repeatedly new path खोज्छ र flow increase गर्छ. यसको टाइम कम्प्लेक्सिटी को कुरा गर्दा big O of b plus e log v हुन्छ, जहाँ b भनेको चाहिँ vertices हो र e is edges. Priority queue use भएको कारण algorithm efficient हुन्छ. And for all these questions, the output I pasted in the assignment sections. You can review the output and it runs very well. Today I don't have time to show by running the output, so you can check in my assignment section which I have submitted before, and I'm gonna end it. Thank you for watching.